म त्यस्तो विशेष व्यक्ति त होइन, त्यही पनि मैले जाने बुझेको आधारमा, सिकेको आधारमा चाहिँ मान्छेहरूको रिलेसन चाहिँ किन चाँडो टुट्छ त्यो सम्बन्धमा चाहिँ मैले छोटो एउटा लेख लेखेको छु। त्यो मैले सुनाउँछु, कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन नबिर्सनुलाई। आखिर हामीलाई कस्तो साथी चाहिएको छ? हामी हाम्रो पार्टनर 100% पर्फेक्ट खोज्छौँ। जब तपाईँ रिलेसनमा बस्नुहुन्छ वा साथीको खोजीमा हुनुहुन्छ, तपाईँ आफूले बनाएको मनको धारणाको पूर्ण पर्फेक्ट व्यक्तिसँग आफ्नो पार्टनरको तुलना गर्नुहुन्छ अनि तपाईँको सम्बन्ध बिग्रिन्छ, या तपाईँले चाहेको पर्फेक्ट व्यक्ति भेटाउन सक्नुहुन्न। किनकि यति कुरा याद राख्नुहोस्, यहाँ कोही व्यक्ति पनि पर्फेक्ट छैन। हरेकका आफ्ना कमी कमजोरी हुन्छन्। नपत्ता एकचोटि आफैलाई हेर्नुहोस्, आफूले आफूलाई नडाटिकन सोध्नुहोस् त के तपाईँ पर्फेक्ट हुनुहुन्छ? आफूले आफैलाई उत्तर दिनुहोस्। हुनसक्छ कोही व्यक्ति अलि बढी राम्रो हुनसक्छ, कोही व्यक्ति अलि कम राम्रो हुनसक्छ, उसमा केही अलि धेरै कमजोरीहरू हुनसक्छन्, तर पर्फेक्ट त यहाँ कोही छैन। यदि तपाईँले आफ्नो पार्टनर वा खोज्दै गरेको साथीमा 80% पूर्णता पाउनुहुन्छ भने त्यो स्वीकार गर्नुहोस्। हामीले हाम्रो साथीको वा पार्टनरको कमी कमजोरीलाई पनि स्वीकार गर्न सक्नुपर्छ। किनकि जब हामी बिरामी पर्दा औषधि खान्छौँ त पनि त थोरै साइड इफेक्ट हुन्छ नै। त्यसैले जब तपाईँ 80% पाउनुहुन्छ अनि आफ्नो पार्टनरमा त्यो 20% खोज्नुहुन्छ र नपाउँदा अन्यत्र खोज्न थाल्नुहुन्छ, तब तपाईँले अन्यत्र त्यो मात्र तपाईँले खोजेको 20% हुनुहुन्छ, तर आफ्नो पार्टनरको त्यो 80% गुमाउनुहुन्छ। त्यसैले आफ्नो साथीको वा पार्टनरको कमी कमजोरीलाई स्वीकार गर्नुहोस्। जब तपाईँले त्यो बचेको 20% पाउनुहुन्छ, तब त तपाईँ झनै खुसी हुन सक्नुहुन्न। फेरि त्यही 80%को खोजीमा नै जानुपर्छ। त्यसैले आफ्नो पार्टनर वा साथीको कमी कमजोरीलाई अपनाएर त्यसलाई औँल्याउन भन्दा आफ्नो पार्टनरलाई उसको कमी कमजोरीलाई सुधार्नेतिर प्रयत्न गर्नुपर्छ। उसलाई बलियो बनाउन मद्दत गर्नुहोस् अनि हेर्नुहोस् तपाईँको जीवन कति सुन्दर हुनेछ। धन्यवाद।